हेलो हाई नमस्ते सेवा र सम्पूर्ण मित्रहरूमा दुर्लभ जनता र युट्युब च्यानल हेरेर बसिरहनु भएको सम्पूर्ण यहाँहरूलाई हार्दिक स्वागत गर्दै आजको यस बसाइमा म तपाईँहरूलाई धरानको घोपा क्याम्पसम्मको दृश्य अवलोकन गराउन अगाडि बढिरहेको छु। आउनुहोस् अब दृश्य अवलोकन गर्दै अगाडि बढौँ। म चाहिँ किन घोपा क्याम्पसम्म आज गइरहेको छु भने आज एकजना हाम्रो मेरो साथीको चाहिँ कोही आफन्त पर्ने चाहिँ बिरामी हुनुहुन्छ अरे त्यहाँ। सो उहाँलाई चाहिँ ब्लडको आवश्यक परेको छ अरे, त्यही भएर म चाहिँ सहयोग गर्नको लागि जाँदैछु। 1 पाउन्ड ब्लड दिएर आउनु पर्यो भन्ने निर्णय गरेर म चाहिँ घरबाट निस्किसकेँ मित्रहरू। यो भर्खरै बनेको है यो बत्तीमा चाहिँ फुटबल पारे। साँझ परेपछि मलाई याद आउँछ तिम्रो धेरै मनभित्रका गुप्त कोठामा। साँझ परेपछि मलाई याद आउँछ तिम्रो धेरै मनभित्रका गुप्त कोठामा। तिमीलाई भन न म के गरौँ तिमी नजिक आउन, अझै नजिक आउन। रङ्गी चङ्गी संसारमा सबलाई एकै हुन्छ। रङ्गी चङ्गी संसारमा सबलाई एकै हुन्छ। पीडा जति हुन्छ म कहाँ जाउँ र म के गरौँ र तिमीदेखि टाढामा। तिमीदेखि टाढामा कसरी म भुले कसरी म भुले। लगभग घोपा क्याम्प अब बिपी विज्ञान प्रतिष्ठान पुग्न लागि मित्रहरू। घोपा क्याम्पको कम्पाउन्डभित्र छिरियो माथि इमर्जेन्सी ओपिडी कार्ड काट्ने ठाउँ ओपिडी। म सिधै रेड क्रसमा जानु छ।
र अब चाहिँ म पुगिसकेँ मित्रहरू। अब यहाँ म बाइक पार्किङ गरेर म रेड क्रसतिर लाग्छु। म ब्लड दिएर त्यस पछाडि म फर्किनेछु। धेरै धेरै धन्यवाद सम्पूर्णलाई भिडियो हेरेर साथ दिनुभएकोमा। हार्दिक कृतज्ञता व्यक्त गर्दै आजलाई यति नै भन्दै टाटा बाई बाई भन्न चाहन्छु। मेरो युट्युब च्यानललाई चाहिँ सबैजनाले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई बाई बाई, फेरि भेटौँला।